आजको मेरो दिनचर्या यहाँहरूलाई देखाउने कोसिस गरिरहेको छु। असारको पनि अन्तिम बेला आयो। घरमा असार लगाएको छैन। आज भने बिउ काट्ने भनेर बेलगाडामा आएको छु। यहाँहरूलाई मैले आज के हुन्छ भनेर लगभग भएको कुराहरू देखाउने कोसिस गरिरहेको छु है। रोपाइ सुरु हाम्रो घरतिरको। मेरो दुईटा भाइ र बहिनीले बिउ काट्ने अरे। ओहो, कति रहर लाग्यो। कसैलाई कर छ, कसैलाई रहर छ। सानो बिउ काटे हो। कस्तो लागिरहेछ सानो? राम्रो। मजा आइरहेछ? ओके। अनमोल कस्तो लागिरहेछ? अनि बिउ साह्रो रहेछ कि कमलो रहेछ? साह्रो। झ्याउ लायो? ला होइन? त काट न त काट। ल तिमीहरूले एक मुठा बिउ बनाएर देऊ त मलाई। ल अनि मैले ओहो हाम्रो बच्चाहरूले बिउ काट्न आउँदो रहेछ भनेर भन्छु नि। ओके देऊ ल। त बुनु बिउ काट। लु सानो तिमीलाई मलाई। ओके भन् न। ल सानो बस हो गुड। आइया ओके हस् 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 हस्। बच्चाहरू रमाइलो। ल ल सबै कुरा सिक्नुपर्छ, जान्नुपर्छ सानो। कति सजिलो गाह्रो के छ भनेर थाहा पाउनु पऱ्यो नि। ओ बुनीले धेरै उखाले दादाले भन्दा। ल ल बुनीले धेरै उखाले है। ल ल ल बुनी फर्स्ट। ल बुनु गुड। दादा त अल्छी। दादा अल्छी। सानो किन लिएर आयो रिक्सा? ओके लु हाम्रो ठुल्ठुलो खेतालाहरू। अनमोल मजा आइरहेछ। बुनु मजा आएको छ। ओ बढी जाने बेला भयो। आउँछ तिमी बस्ने पक है सानो पक। एकैछिन पक है। लु हाम्रो ठुल्ठुलो खेतालाहरू। अनमोल मजा आइरहेछ। बुनु मजा आएको छ। ओ ल सानो तिमी बढी जानु पर्दैन। अनि फोहोर लाग्यो नि त। खुट्टा धोएर भित्ता गएर होमवर्क गरेर बोल्दिन जाने। ओके भेरी गुड बेबी सो क्युट। कति आउँछ?